जेनजीको आन्दोलनले नेपालमा आगो लगाएको छ। यस आन्दोलनले देशका विभिन्न भागमा ठूलो क्षति पुर्याएको छ, जसले हाम्रो समाजमा गहिरो प्रभाव पारेको छ। काठमाडौँ पोस्टका अनुसार राष्ट्रव्यापी विरोध प्रदर्शनका क्रममा नेपालले करिब 3 खर्ब रुपैयाँ बराबरको अनुमानित क्षति बेहोरेको छ। बढ्दो बेरोजगारीका कारण नेपालको अर्थतन्त्र सङ्घर्ष गरिरहेको छ र पोखरामा मात्रै 2500 भन्दा बढी पर्यटनकर्मी बेरोजगार भएका छन्। युवाहरूले घरमै रोजगारीको अभाव र भ्रष्टाचारका कारण निराशाजनक भविष्यको सामना गरिरहेका छन्। तर नेपाल फेरि उठ्नेछ। हामी मिलेर हाम्रो राष्ट्रको पुनर्निर्माण गर्न सक्छौँ। चिन्ता गरेर मात्र हुँदैन। जो नकारात्मकतामा भाग्छन् उनीहरू नकारात्मकतामै रहन्छन्। सकारात्मक सोच्न सुरु गर्नुहोस्। आउनुहोस् व्यापार मार्फत सँगै बढौँ। अबदेखि हरेक सोमबार हामी तपाईलाई नयाँ व्यापारिक विचारहरू ल्याउनेछौँ, सुरुदेखि सफलतासम्म। हरेक सोमबार अपडेटका लागि हाम्रो युट्युब च्यानललाई लाइक, फलो र सब्स्क्राइब गर्नुहोस्। Find us Facebook, TikTok, YouTube,